ओके अहिले चाहिँ हामी कान्छी चोकमा हो इटरीको कान्छी चोक उता जाँदा इटरी बजार भाटबाट नि यता झुम्का हामी सबसे सुरुमा यसरी रोड क्रस गरौँ यहाँ चाहिँ रोड क्रस गर्न एकदम झ्या हुन्छ टक्क तपाईँहरूलाई बाटो देखाउँदै लाने हो आज चिन्ता लिनु पर्दैन किनभने म गाइड गर्दै जान्छु कताबाट जाने भनेर ओके सिधै जाँदाखेरि चाहिँ झुम्का इन्द्रवा पुग्नुहुन्छ यहाँबाट राइट लिनुभयो भने चाहिँ यहाँबाट चतरा जाने बाटो कर्तारी भिमान सिन्धुली निस्किने बाटो यही हो यही बाटो हुँदै हामी जाने हो बोराबाद हामी जान्छ बोराबाद जान लाग्यो गाइज कस्तो जाम हुन्छ यहाँ ओके ल किन जाम हुन्छ भन्दाखेरि आज शुक्रबार हो यहाँ शुक्रबार हटिया लाग्छ मार्केट लाग्छ पेट्रोल पनि हाल्नुपर्ने बेला भइसक्यो किनभने यहाँ लो फिल देखाइसक्यो लो फिलमा भनेको रिजर्भ लागे जस्तै हो यसको रिजर्भमा चाहिँ अलमोस्ट 3 लिटर जति हुन्छ 30 को माइलेज क्लेम गर्दा चाहिँ 90 किलोमिटर अझै कुद्छ यो मोटरसाइकल हैन सो हामी अगाडि बक्लोरीमा गएर चाहिँ पेट्रोल हाल्छौँ यो चाहिँ नयाँ टोल चोक भन्छ सिधै नै चतरा यहाँबाट लेफ्ट लाग्यो भने लगोना झुम्का पुगिन्छ यो बाटो आजकल यस्तो भिड हुन्छ किनभने सबै सानो गाडीहरू हायसहरू जिपहरू प्राइभेट कारहरू यही बाटो हुँदै जता पुग्छ त्यतै जान्छ लाइक काठमाडौँ जानु पर्यो भने सानो हाइसहरू यही बाटो हुँदै जान्छन् बसहरू चाहिँ जाँदैन बसहरू चाहिँ ठुलै महेन्द्र हाइवे हुँदै चितवन हुँदै नै जाने हो थिएटर फुल अहिले हामी बक्लोरीमा हो सबजना गइसक्यो बोराबाद भन्ने ठाउँ म मात्रै गएको छैन क्या यही नजिकैको मान्छे हुँदा नि जान पाएको छैन खोइ के भएको हो पहिला त अब हुन्छ नि त्यो बाटो त हिँडेको हो तर त्यो फेमस भएको थिएन त्यो ठाउँलाई बोराबादै भन्थ्यो भनेर त्यो चाहिँ थाहा थिएन अगाडिको जुन एउटा त्यो पुल छ त्यो पुल आउँदैछ है त्यो चाहिँ एकदम रिस्की छ क्या त्यो पुल चाहिँ रिस्की भन्नाले अलिकति टर्निङ खालको छ कतिजना मान्छेहरू उयो जाँड रक्सी खाएर होइन रेस गर्दाखेरि यहाँनिर सुनेको छु मैले ड्याङ पुलमै ठोकेको क्या यस्तो बाङ्गो छ नि त पुल हेर्नु त अनि एक्कासी स्पिड हाँक्दाखेरि नयाँ मान्छेलाई थाहा हुँदैन नि त यसरी टर्निङ छ यो चाहिँ नयाँ हो पहिला चाहिँ उता मात्रै थियो अनि गाइज होइन यो पुलमा त पहिला त भूत पनि तर्साउँथ्यो अरे नि त नि त्यो साँच्चीकै हो नि फेरि भूत पनि तर्साउँथ्यो अरे अहिले चाहिँ थाहा भएन काला बन्जर यहाँबाट चाहिँ बाटो एकदम ध्यान दिनुपर्ने हुन्छ है कताबाट जाने भनेर यहाँबाट चाहिँ बाटो चाहिँ एकदम ध्यान दिनु सिधै जाँदाखेरि चाहिँ नडा भन्ने ठाउँ त्यहाँबाट चतरा जाने त्यो जङ्गल पुगिन्छ अनि हामी चाहिँ सिधै नजाँदा यहाँबाट लेफ्ट लाग्नुपर्ने हुन्छ जुन चाहिँ बाङ्गे पुग्नुपर्ने हुन्छ नहर पुग्नुपर्ने हुन्छ होइन पहिला उ त्यो राइटको बाटो नडाको बाटोको पहिला पिच थिएन जङ्गलमा बाटो थिएन यही बाटो एकदम फेमस थियो चतरा जानुलाई बाङ्गे हुँदै नहर पुग्नुपर्ने हुन्थ्यो पहिला चाहिँ अहिले चाहिँ अर्को बाटो युज गरिन्छ यता त पिच चिज मस्त भइसकेको रहेछ नि पहिला त नि यही बाटो युज गरिन्थ्यो चतरा जानलाई यो बाटोबाट जाँदाखेरि यस्तो धुलो उठ्थ्यो यो बाटोमा ओ माई गुडनेस अब भन्नु त अब के भन्नु त अब कसलाई भन्नु है हामी चाहिँ बाङ्गे पनि आइपुगिसक्यो है म त धेरै पछि आएको यता एकादेशमा थिएँ एक जमानामा होइन ओके बाङ्गे बजार यो चाहिँ बाङ्गे बजार हो जस्तो झुम्काको नहर छ त्यही नहर हो यो यतैबाट झुम्काको नहर जाने पहिलाको फेमस बाटो चाहिँ यहाँबाट राइट जाँदा चाहिँ चतरा पुगिन्छ यताकै गइन्थ्यो यताबाट झुम्का पुगिन्छ हामी चाहिँ सिधै जाने हो गाइस है त बाङ्गे यही हो बुझ्नुभयो मैले भनेको मलाई फलो गर्नु है यहाँबाट नि दुईवटा बाटो छ डोन्ट गेट कन्फ्युज यहाँ चाहिँ पुलिस चौकी छ यहाँबाट चाहिँ हामी लेफ्ट जाने हो किन यस्तो पानी हालेको धुलो उड्छ भनेर हो पहिला त कस्तो राम्रो पिच पो थियो त अहिले यो बाटो भत्केछ यहाँबाट म क्रप नै गर्दिनँ ल नन स्टप क्यामेरा राख्छु है क्यामेरा नन स्टप अन राख्छु सो थाहा हुन्छ मान्छेहरूलाई
अगाडि बाटो बन्द छ स्टप कहाँबाट यहाँबाट हो यताबाट अरे बोराबाद यहीँबाट पुग्छ हैन बोराबाद पुग्छ हैन पुग्छ है ल है हेर्नु हेर्नु कता कता के हो यस्तो घर छ यहाँनिर यहाँबाट सर्ट सर्ट जाने हो खोइ कहाँबाट हो अब कहाँ हो बाटो कहाँबाट यहाँ सोधौँ न आन्टी बोराबाद कताबाट पुग्छ सिधै हस् धन्यवाद बोराबाद कताबाट पुग्छ बोराबाद सिधै हस् यहाँ हाइवे आयो यहाँबाट यहाँ लेखेछ त बोराबाद जाने बाटो ए यहीँ रहेछ बोराबाद जाने बाटो हो यहाँबाट नि यहाँ यस्तो टुप्पो जस्तो छ यहाँनिर यहाँबाट चाहिँ सिधै ओ त्यहाँ रहेछ नि त बोराबाट यहीँबाट देखिहालिन्छ क्रस फायर भएको यहाँ कुदाउँथ्यो यताको सब बोराबाद नै जाने रहेछ नि त के यताबाट जानु मिल्दैन यहाँबाट जानु मिल्दैन ए यहाँ घेरेको रहेछ हैन जान त मिल्थ्यो होला नि कहाँ त्यत्रो टाढाबाट जहीँबाट छिराइदिन्छ ल उत्र त कहाँ राखिदिने यो चाहिँ बोराबादको पार्किङ हो यता पार्किङ गर्न सक्नुहुन्छ पार्किङको धेरै कष्ट लाग्दैन मात्र 20 रुपियाँ बालुवे हुन्छ है बोराबाद आउँदाखेरि चाहिँ एकदम ध्यान दिएर आउनु बालुवे हुन्छ यहाँ क्वाड बाइक पनि चलिरहेछ क्वाड बाइक चाहिँ 700 रुपिस अरे 3 राउन्ड मात्रै हान्न दिन्छ यु क्यान सी हेयर एकजना फिमेल राइडरले चलाउन लाग्नु भएको छ यता बोटिङ छ काठको बोटिङ छ के अनि सन सेट हुनेवाला छ अहिले छ हैन तुफान आउँदैछ यताबाट यु क्यान सी हेयर इज राइडिङ क्वाड बाइक यहाँ चाहिँ काठको बोटहरू एन्ड यता नि बोट चल्दैछ मलाई चाहिँ एकदम डर लाग्छ यो काठको बोटमा खेल्नलाई किनभने मलाई स्विमिङ गर्न आउँदैन यहाँ छ ओके यता नि छ पारिपट्टि पनि मान्छेहरू गएको रहेछ अनि हिरो चाहिँ हाम्रो यता छ